घर बेन लाग्नु भएको रहेछ खास किन हो त्यस्तै पऱ्यो भाउ ब्याङ्कको अलि लोन छ व्यवहार बिग्रियो कि अनि निकै सस्तोमा राख्नु भएको रहेछ एउटा इङ्ग्लिसमा उखान छ नि भाइ मर्ता क्या नै गर्ता त्यस्तै भइरहेछ क्या मलाई अब यो त हिन्दी भएन र ए भाइ म पनि घर छोडेर हिँड्ने बेला भयो नि त अनि के तिमी सोध्पुछ मात्रै गऱ्यो घर पनि किन्यो अब किन्नु त किन्ने नै हो नि घरबेटी बा मेरो यसपालि स्यालेरी अलि ढिला हुने भयो भाडा पनि अलि ढिला हुन्छ ल ए भइहाल्छ नि आफ्नै घर सम्झिने हुन्छ के देऊ नि भाइ मन ठुलो छ यस्तै यस्तै कुराले गर्दा व्यवहार बिग्रियो क्या मेरो घरबेटी बा ए भाइ साँच्चै तिम्रो त 3 महिनाको भाडा मागिन्छ यार तपाईँको क्युआरमा हालिदिइसकेको त हेर्नु न ए यो 60,000 तिमीले हाल्यौ मैले नै हो नि ल देऊ त भाइ आउँ ठाउँबाट त मजाले भाडा आउँछ के अनि तिमी घर खोज्न आऊ कोठा खोज्न आएको गफ धेरै भयो हाम्रो घर किन्ने नै हो के मलाई यस्ता थोत्रेका पत्याइदैन अब धेरै आएछ गफ हान्ने है तिरिका तपाईँ क्युआर दिनु त अहिले पहिना हालिदिन्छु होइन होइन। बहिन ल 10 लाख रुपियाँ हालेछ अरूलाई बेच्नु पाइँदैन नि ल ठिक छ अब बहिनी लिएपछि अरूलाई किन बेच्ने हो भाउ ल भोलि बिहान 7:30 बजे पास गर्न जानुपर्छ टाइममा आइपुग है हो ल ल एउटा कोठा मलाई पनि है भाइतिर भइहाल्छ नि आरामले आरामले ल ल ल सस्तोमा घर भाइ ल बाबा अब मलाई घरबेटी भन्नु छ नि मैले डेरा भन साथी साथी अब हामी है त हात हेर्नु त त्यसरी हप्ता लाभै लाभ हुन्छ भन्थ्यो यस्तो कति चापन लेखाएर त भयो नि त लाभ हप्ता हुने हो नि ए गेट बन्द रहेछ हुन त टेन्सन भइरह्यो होला आफै बोल्नु पर्यो ए घरबेटी बा के हो भाइ कोठा हाल्छ नि हान्छु नि के को कोठा यो घरको हुनेवाला घरबेटी हो म पुरानो घरबेटी बोला ए भाइ घरबेटी मै हो क्या मुलाले मलाई बेच्छु भनेर मसँग बहिनीले घर चाहिँ अर्काले बेचे क्या हो ए भाइ यो घर बनाएकै मैले 10 वर्ष भइसक्यो के को बेच्नु नि अनि मैले बहिनी त कसलाई हो त अब मलाई के थाहा फोटो छ भने देखाउ त छ मैले झुकेर खिचेको छु नि हेरौँ त इ हेर्नु त ए यो त मेरै घरमा भाडा बस्ने भाइ हो नि हिजै 7:30 बजे कोठा सरेर गइसक्यो भाँडै दिएन त मुलाले भेरी गुड गाइस अब हामी अर्को घर बेच्नुतिर लाग्नुपर्छ ऊ